उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्नहरूलाई काठमाडौँ प्रहरीले शुक्रबार राति अपरेसन सेफ्टी सञ्चालन गरी पक्राउ गरेको छ। प्रहरीले विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने समेत केहीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टा छुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। परिसरले बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा विक्की लामालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रात्रिकालीन व्यवसायमा गुण्डागर्दी गर्ने, सार्वजनिक सम्पत्तिमा हुलहुजत गर्ने र विमानस्थलमा यात्रुलाई दुःख दिनेहरू रहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। रातभर अपरेसन सञ्चालन गरी प्रहरीले ठमेल, दरबार मार्ग, सामाखुसी क्षेत्रमा गुण्डागर्दी गर्नेहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौँमा यसअघिका अपरेसनहरूमा पनि 100 देखि 125 जनासम्म शङ्कास्पद व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरूको आपराधिक पृष्ठभूमि छैन भनेर स्क्रिनिङ गर्दै आएको छ। शुक्रबार त्योभन्दा बढी सङ्ख्यामा शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति अपरेसन सेफ्टी काठमाडौँ चलाएर विभिन्न आपराधिक कार्यमा संलग्नहरूलाई नियन्त्रणमा लिएको बताए। उनले भाद्रो 23 पछि जनताको काममा राम्रै लाग्न नपाएका प्रहरी अब विभिन्न तरिकाले समाजलाई शान्त बनाउने गरी काम गरिरहेको दावी गरे। प्रहरी व्यवस्था धेरै पुरानो व्यवस्था हो। प्रहरी व्यवस्थामा हामीले यसको निरन्तर कार्य भइराखेको हुन्छ। संविधानमा उल्लेखित भएका कामहरू, कानुनद्वारा निर्दिष्ट गरिएका काम कारबाहीहरू, यस्तै गरेर प्रहरी ऐन तथा प्रहरी नियमावलीमा यो गर्ने भनेर उल्लेख गरिएका काम कारबाहीका अतिरिक्त यो देशका अन्य कानुनहरूले पनि प्रहरीलाई अपराध अनुसन्धान गर्ने, अपराध नियन्त्रण गर्ने, अपराधको रोकथाम गर्ने र समाजमा शान्ति सुव्यवस्था गराउने मुख्य जिम्मेवारी दिएको छ र देशका धेरै कानुनहरूको कार्यान्वयन गर्ने एउटा प्रमुख निकाय पनि नेपाल प्रहरी हो। तसर्थ संविधानमा उल्लेख भएका कानुनहरूले तोकेका र जनताले अपेक्षा गरेका काम कारबाहीहरू बढेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँले रातभर गरेको कारबाहीमा राजधानीका विभिन्न स्थानबाट 195 जना पक्राउ परेका छन्। उनीहरू विरुद्ध थप अनुसन्धान जारी रहेको छ भने अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र बनाइएको प्रहरीले जनाएको छ। यता अपरेसन सेफ्टी काठमाडौँ अन्तर्गत शुक्रबार राति काठमाडौँका विभिन्न स्थानमा चलाइएको विशेष कारबाही देशैभर सञ्चालन गर्नुपर्ने नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलको सुझाव छ। उनले प्रहरीले आफ्नो काममा कम्प्रोमाइज नगरी जनतालाई सजिलो हुने गरी अगाडि बढ्नुपर्ने जिकिर गरे। देशमा सरकार र नेतृत्व फेरिए पनि प्रहरीले आफ्नो नीति नियममा बसेर प्राथमिकताका साथ समाजमा शान्ति कायम गर्ने गरी काम गर्नुपर्ने बताए। आफ्नै कारणले हो खोइ कतिपय चाहिँ मैले कतिको नाम लिएँ, कतिको पुलिस प्रोफेसर पुलिस अफिसरहरू होइन, हिजोको कालमा कङ्ग्रेसको पालामा पनि कम्युनिस्टको पालामा पनि त्यत्रा चाहिँ भनौँ न मान्छेहरू चाहिँ गृहमन्त्री वामदेवसँग पनि भिड्थे, अर्को चाहिँ खुमबहादुर खड्कासँग पनि भिड्थे, भिडेर आफ्नो पुलिसिङ गरेकै थिए त। त्यस कारणले अहिलेको पुलिसलाई कसले रोकेको छ र? तपाईँ पनि भिड्नुहोस् न, भिड्नुपर्छ, भन्नुहोस्। त्यो चाहिँ तपाईँलाई जसले फोन गर्छ यो हुँदैन, यो कानुनभन्दा माथि छ मन्त्रीज्यू, प्रधानमन्त्रीज्यू, यो हामी गर्न सक्दैनौँ भन्ने आँट त्यो नेपाल प्रहरीले लिनुपर्दछ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बौद्ध, कलङ्की, बाफल, स्युजाटार लगायत क्षेत्रमा सक्रिय विभिन्न समूहमा संलग्न कुख्यातलाई समेत पक्राउ गरिएको छ। पक्राउ पर्नेमा श्याम लामा, समूहमा आबद्ध भनिएका डिम्पल भनिने प्रवीण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सुरु गुमागाई र विकी लामा छन्। उनीहरू लामो समयदेखि स्थानीय क्षेत्रमा गुण्डागर्दी, लुटपाट र आतंक मचाउने गतिविधिमा संलग्न रहेको प्रहरीको दावी छ। ग्लोबल टेलिभिजनका लागि क्यामेरामा सञ्जय घिमिरेका साथ प्रशान्त मिश्र, काठमाडौँ। पिक्चर चालू करो बे। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का।